हेलो फ्रेन्ड्स, सबैलाई गुड मर्निङ है। अनि अहिले चाहिँ म जस्ट अब बिहानै यसो अब बाहिरतिर अब चिया खाना हिँड्नु भनेर म चिया खाना हिँडेको। अनि अहिले चाहिँ अब कस्तो जाडो पनि भएर हटाउकोमा मैले टोय पनि ल्याएको छु। अनि जस्ट अहिले चाहिँ त्यही 31 गते नै अब कपाल सपाल काटेर अब यो न्यू इयर्स पनि अब भयो हिजोदेखि होइन। नयाँ वर्ष भनेको आइरहन्छ कि आफूले बसिरहेको सुतिरहेको अब नयाँ वर्ष आयो आफूले अब यो गरिन्छ त्यो गरिन्छ भनेर हुँदैन रहेछ होइन। एउटा 10 दिनको च्यालेन्जमा चाहिँ ननस्टप भिडियो है, एकदिन सब यत्तिकै भिडियो बनाएर म अब ती ठुलो केटाहरू पनि अब हामी जस्तै अब लुमै डाउनमै अब साधारणमै अब तिनीहरूले भिडियो बनाउनु थाल्यो क्या। अहिले कहाँदेखि मान्छेहरू कहाँ पुगिसके, म चाहिँ किन अब यत्तिकै अब बस्नु घरमा त अब लटेर हिँडेर यताउति हिँडेर काम छैन। बरु एउटा भिडियो बनाएर एउटा युट्युबमा भिडियो हालेर कमसेकम त केही त हुन्छ नि। यसै गरी भाइहरूलाई स्कुल पुऱ्याउँदै जाँदै भाइहरूको स्कुल कहाँ भन त ल? उदेशी। यो चाहिँ मेरो आफ्नै काकाको छोरा, ऊ चाहिँ मेरो काकाको छोराको साथी। भाइको नाम के अरे? भाइको तिम्रो नाम के हो? समर माले। यिनीहरू चाहिँ छुट्टी सधैँभरि छुट्टी चाहेको अरे। अनि एक दिन स्कुल लागोस् अरे, अरू दिन सबै छुट्टी चाहेको अरे यिनीहरूले। क्या खुसी स्माइल हेर, छुट्टी टाएको सधैँभरि। आइसकेको छ स्कुल बस बसेर अनि पुलस जान्छु। पुलस थाहा होला होइन, सुमनको थाहा छैन होला। पुलस जान्छु, पुलस भनेको त अब हान्ने हो होइन। यस्तै यो कपाल काट्दा चाहिँ अलिअलि अप्ठ्यारै छ। कपाल अलिकति अब ज्याङ्गो ठुलो भएको भए त अब सजिलो हुन्थ्यो। कपाल काटेर क्या कस्तो टक्ले बाटो होइन, टक्ले नै बाटोमा हिँड्दै अनि यस्तो अब बोल्दा नि। अनि त्यही हो, अब यत्तिकै सुमनको लाग्दिउँ ल। म अब के गर्दैछ केटो? एक्लै छ होला, अङ्कल आएछ भने आएछन् भने यो भेटेछु सुमनलाई यति गरेर भेटिदिन्छु। जस्तो अब यो बजारहरू बोल्नु अब चाहिँ त कहीँ मैले पस्दिनँ। म सिधै अब सुमनकोमै जान्छु। म अलिक पब्लिकको अगाडि बोल्दा त अलिकति अप्ठ्यारो लाग्छ। त्यही नै अब अप्ठ्यारो नमानिकन 2026 मैले 1 गतिदेखि नै मैले भिडियो क्रिएटिङ स्टार्ट गरेको। यतिको अब ननिस्टप पनि म भिडियो हाल्छु। ल यतिको अब सुमनकोमा लाग्दिनँ न। आमाहरू भेटेकै मैले अब देख्दा कति बाटो क्रस गर्नु ल। सुमनको लाग्दिनँ अब यतिकै सुमनकोमा पुलाउसम्म आइसकेको छु म। अब त्यस्तो के गर्दैछ भनेर मैले हेर्नुपर्ने हुन्छ अब टक्कमा। यो मुला भट्ट गेम खेल्छ मुला। ल यो हो, यताबाट पुलाउ सक्नुहुन्छ है। बजार छ झ्याम्नु मजा छ। यत्तिकै रमाइलो आएको यतिकै मेरो अब यहाँ भेट्नु अब मेरो अब मान्छे बनाएर अब खै भयो त्यो आउनु जान्छ अनुहार त मायालाई यहाँ के गर्नु बसेको भन्नु त्यहाँ गेम खेल्छस्? यसलाई नै हो क्या मैले यहाँ गेम सिकाएको। बटुवाहरू त मर्छ नि त होइन। बसेर म पनि अब यसो अब गेम खेल्थ्यौँ। के हो गेराङ हो? आइन्दा खेल्नु ल।
मन बियर पुसानु त्यसो भए हेर्छु अब यस्तो बियर पुसान्दिउँ ल बाई होइन त नाच मान्नु हुँदैन अब आफूलाई अब आफूले गर्ने हो मेहनत है अरूहरूले अब गरिदिने होइन आफूले नि गर्ने हो अब त्यही हो जति ठुलो हुँदै गयो अब अरूहरूको आफ्ना बस्नु हुँदैन कि अनि मैले अब जस्तो भिडियोमा बनाएर कन्टिन्यू भिडियो हालिदिन्छु र अनि तपाईँहरूकोमा फुल सपोर्ट होस् है अब के त भने अब जसको अब सानो युट्युबरदेखि नै बसेको स्टार्ट भाइले विज्ञान भनिसक्यो त्यसमै खुसी लाग्छ कि अब कसैले बिग फ्यान भन्दैमा अब मन पनि शान्ति हुन्छ अब बिस्तारै अब 1000 2 लाख होइन 3 लाख बिस्तारै 2 लाख उहाँ 1 लाख नपुग्नु न मेरो अहिले युट्युब च्यानलमा 77 सब्सक्राइबर छ होइन त्यो पनि एउटा फ्यामिली हो कि मेरो हुन्छ नि आफ्नो 100जना भ्यू मेरो छ भने पनि त्यो पनि एउटा मेरो फ्यामिली हो कि उनीहरूले मेरो भिडियो चाहिँ हेरे नि कमसेकम होइन त्यसमै खुसी लाग्छ त्यही हो भिडियो मन राख्नुपर्छ एउटा सानो क्रिएटरदेखि अब पछि अब बिस्तारै क्रिएटर हुन्छ अब नेपालमा पनि अब त्यस्तोसम्म त क्रिएटरहरूसँग भ्लगरहरू होइन तर बाइक राइडरहरू चाहिँ धेरै छन् अब हामी चाहिँ फ्यामिली अघि त आइपुगिसकेको छौँ केसँग माथि उहाँ माथि न बरु माथि चपनको यहाँ माथि यहाँ दामी चौडको आउँछ उता यता नखाने उता हिँड्न उता माथि हिँड्दैन माथि यहाँ हो माथि डाँडामा हिँड्नु यता ओ भाइ डोमेस्टिक फ्यान डोमेस्टिक माथि चाहिँ भिड टावर छ है हाम्रो त्यही हो गर्दै अब राइडिङ अब रमाइलो गर्दै त्यो त अनि बिस्तारै अब न्यू तपाईँबाट बस्नु न त त्यसो क्या शान्ति भयो बरु यहाँ आएर शान्ति भयो क्या चप्पनको अब टक बस्ने ठाउँमा आएर आनन्द यार आनन्द भयो अब है उसलाई यहाँ नि त्यहाँ अहिले चढ्यो भन्नुलाई त्यहाँ के शान्ति बुझेन यहाँ बस्नु टक्क अब यो ब्याक साइडमा होइन अनि त्यही हो चौरी खाइदिउँ भन्नु अब यसो अब चौबन्दी अब 1-2 राउन्ड त हान्नु गएको हो सिट हेर्नु सक्नुहुन्छ पखाली सिटहरू लास्ट छ यति जाडो भन्छ गामिसहरू मलाई पनि त जाडो भयो जाडो हुन्छ सबैलाई जाडो हुन्छ होइन यो लाएर भित्र केही लाएको छैन भित्र एउटा सानो पाक्लो भेस्ट लाएको छ अब चौरीतिर खाइदिउँ लास्ट केटोलाई जाडो भएपछि लाग्यो है मलाई त थन्द नाच्छु भनिरहेको छ केही लगाएको नि मैले भित्र भेस्ट यो भेस्ट लगाएको थियो यो भेस्ट पातलो भेस्ट के जान्थ्यो त्यही हो त मेरो पछाडि पर्छस् कहाँ हावा आउँछ पछाडि पछाडि लास्ट भोस लाग्छ नि फेरि चिसो त्यो मलाई लाग्छ उसो लास्ट उसो लागेको छ ल हाम्रो चाहिँ फाइनल चौडीमा आइसक्यो कतिको भन्यो 50 को चौडीमा देखा आइतबार कलेज आएछ है म कलेज आएँ गएको मैले जब चार्जर पनि लिएर गइसकेको छु मेरो फोनको आफ्नो पर्सनल फोनको चार्जर त हराइहाल्यो स्केटिङमा होइन रामपुरमा अब रामपुर जाने भिडियो बनाउँछु रामपुर जाँदा भिडियो बनाउँछु अब चाहिँ म टक्क जान्छु घर अब केटो गइहाल्यो अब आफू त एक्लै परेँ अब त्यही हो किनकि अब बाइने भयो भने मेरो कपाल बुझ्नु त बेचत फेरि एउटा चाँडे कपाल ठाडो गाउँछ कस्तो देखिन्छ कि अब मैले अब आर्मी कट कपाल काटेको नि त फेरि राखिदिन्छु है केटो त बाइकमा गइहाल्यो आफू चाहिँ अब एक्लै परेँ होइन ठिक छैन खबर मेरो दाइ यहाँ आउनु होला के हो नाम भन्छ ल एटिपेनको के हो नाम यो दाइको तेरो पेन्टिङको नाम के हो कृष्ण पेन्टिङ कन्स्ट्रक्सन प्राइभेट लिमिटेड बुद्धवासी पेन्ट सप्लायर्स
यहाँ चाहिँ आइदिनु ल यो मान्छे चाहिँ दामी पेन्टिङ हान्छ अस्ति पनि म हाई स्कुलको बाटो आउँदाखेरि त्यहाँ पेन्टिङ गर्थेँ क्या दामी आउँछ यतामा दाइ हो हेर्नु यहाँ बुद्ध लक्ष्मी पेन्ट सप्लायर्स है मैले चाहिँ अब दाइ पनि हो साथी पनि हो होइन दाइ पनि भन्छु कहिले साथी पनि भन्छु त्यसो भने अब म भन्दा अब 2-3 वर्ष अब त्यस्तै हो होइन त्यो दाइ यो दाइ पनि अनि दाइ पनि भन्छु साथी भन्छु किनकि अब आफ्नै घरको छेउछाउको अब सँगै खेलियो पनि होइन सँगै खेलियो रमाइलो पनि गऱ्यो अलिअलि होइन त्यससँग रमाइलो पनि होइन त्यो रमाइलो पनि होइन यताउति पनि गऱ्यो घुमियो पनि फिरियो पनि होइन अनि साथी दाइ त भन्दा के दाइलाई साथी मानेर भए तापनि साथीलाई दाइ भनेर मानेर पनि अनि त्यो हिँडेको मैले चाहिँ अब जस्तो अब बाटो क्रसिङ गर्छु बाटो क्रसिङ गरेर म सिधै अब घरतिर पाएर टेक्दिन्छु जेब्रा क्रसिङ टक्क गरिदिउँ जस्तै हाम्रो स्कुलको गेटै पछाडिको गेटै हो चाहिँ साधन क्या खुल्दा हुन्छ है भिडियो बनायो बजारतिर भिडियो बनायो त्यस्तो अब बाले भएन अब किनकि अब 5 सेकेन्ड मान्छेले हेर्छन् मान्छेलाई मलाई बिर्सिन्छन् कि यहाँ चाहिँ भाइहरूले अब साइकल कुदाउँदै गयो भने लडेँ होइन म चाहिँ हिँड्दै त नि खान्छ ल म चाहिँ अब